नमस्ते सबैजनालाई। सर्वप्रथम त म के भन्न चाहन्छु भने स्ट्रेस कम गर्नको लागि केही बोल्दैछु। म यहाँ जे पनि अहिले कमेडी गर्छु त्यो चाहिँ एउटा कमेडीको पार्ट मात्रै हो। पर्सनल कसैले पनि नलिदिनु होला। यो हलबाट बाहिर निस्केपछि त्यो कमेडी पनि यही बिर्सिदिनु होला। मेरो नाम भूपेन्द्र सिंह महरा हो। पेसाले म एमआर मिस्टर रक हाम्रो फिल्डमा चाहिँ एमएसओ भनेर बोलाउँछन्। तपाईहरुले एमआरलाई त देख्नु भएकै छ। हाम्रो आधाभन्दा बढी जिन्दगी त क्लिनिक बाहिर डाक्टरलाई कुर्दै बित्छ। मलाई हैन यो ब्याग यति भारी लाग्छ कि कहिले कहिले त सोच्छु यो ब्यागमा औषधिको सट्टा वर्षभरिको सेल्स टार्गेट बोकेर हिँडिरहेको छु। तर सबैभन्दा अचम्मको कुरा के हुन्छ थाहा छ? हस्पिटल अगाडि डाक्टरलाई कुर्दाखेरि के हामी यस्तै कुरेर हुन्छौँ, चट्ट कोट टाई लाएर। अनि बिरामीहरूले हामीलाई यस्तरी हेर्छ पुरा खौला चाहिँ गरेर, ताकि हामीले उहाँहरूको पालो नै किस्तिरहेको छु के। ए दाइ म बिरामी होइन के, बिरामीले भित्र गएर 5 मिनट निस्किन्छ। हामीलाई त डाक्टर भेट्नका लागि पुरै क्लिनिकल ट्रायल जतिको समय लाग्छ। अब जसो तसो पालो आउँछ, 2-3 घन्टापछि डाक्टर भिजिट गर्न भित्र जान्छ च्याम्बरमा। यस्तै फोल्डर निस्काउँछ, यस्तै नाम स्टप स्पिच दिन्छ नि जसरी पण्डितले पूजामा मन्त्र फुकिरहेको हुन्छ। अब डाक्टर साहब आफ्नै मोबाइलमा व्यस्त। हामी अब सुरु हुन्छ हाम्रो स्पिच। अनि डाक्टर साहब हुन्छ हस् हुन्छ लेखिदिन्छु हस् हस् सबै हुन्छ हस् 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 भन्नुहुन्छ। एकछिनपछि बाहिर आएपछि थाहा हुन्छ प्रिस्क्रिप्सन त अर्कै ब्रान्ड छ, पुरानै ब्रान्ड छ। किन त्यस्तो भन्दाखेरि त लास्ट टाइम त्यो ब्रान्डको कम्पनीले त डाक्टर साहबलाई मेरो प्रोडक्ट चाहिँ फोल्डरमा रोक्को रहेछ। तर साँच्चै भन्नुपर्दा हाम्रो मेडिकल लाइनमा सबैभन्दा सुपर हिरो भनेको चाहिँ फार्मेसीको दाइ हो। 1 महिना 2 महिना धाएर डाक्टरलाई बल्ल बल्ल कन्भिन्स गरेर रोइ गराएर कति मेहनत लगाएर एउटा प्रिस्क्रिप्सन जेनेरेट गर्न सफल हुन्छ। अनि बिरामी त्यो पूर्जा लगेर फार्मेसी दाइकोमा जान्छ। यहाँनिर फार्मेसी दाइको डेन्जर डायलग स्टार्ट हुन्छ। हजुर यो कम्पनीको औषध त ठ्याक्कै सकिएको छ, सेम मलिकुलको अर्को ब्रान्डको छ, काम गर्छ लानुहोस्। बर्बाद। 1.5 महिना गयो। 1.5 महिनाको मेहनत एउटा फार्मेसी दाइको त्यो डायलगले खायो। किन खायो त भन्दाखेरि अर्को कम्पनीले 10 मा 2 हिस्ट्री फ्री दिएको छ। अब चाहिँ साँच्चै अर्को कुरा भन्नुपर्दा डाक्टर र फार्मेसी भन्दा पनि हाम्रो फिल्डमा एउटा अदृश्यमान शक्ति छ जसमा यस्तो जादु छ जो कसैमा पनि छैन। उहाँलाई हामी म्यानेजरको बनाउने चिन्दछौँ। मेरो आमाले अहिलेसम्म म कहाँ छु के गर्दैछु भन्ने कुरा थाहा छैन, तर म्यानेजरलाई मेरो लोकेसन ठ्याक्कै थाहा हुन्छ। 2 घन्टा 3 घन्टा भइसक्यो डाक्टर कुर्दैछु। पेसेन्ट आउँछ जान्छ आउँछ जान्छ आउँछ जान्छ, अझै 10जना पेसेन्ट बाँकी छ। के गर्ने? ठिक छ एकछिन बाहिर चिया खाएर आउनु त। बाहिर निस्क्यो। चिया खान बसेको 5 मिनट भएको हुन्न म्यानेजर साहबको फोन आउँछ। अघि त 2 घन्टासम्म आउँदैन फोन, ठ्याक्क चिया खाने टाइममा आयो फोन। के छ भूपेन्द्र, चिया मिठो छ नि? अनि त्यो फलाना डाक्टरलाई चाहिँ भेट्न कहिले जाने? अर्को कुरा, हाम्रो म्यानेजरको डिक्सनरीमा एउटा मात्रै शब्द छ, त्यो टार्गेट। मैले फोन गरेँ म्यानेजरलाई, सर मेरो हिजो रातिदेखि पेट दुखिरहेछ, ग्यास्ट्रिक पनि धेरै बढी सर, म आज काममा जान सक्दैन है। ओहो
तपाईँलाई ग्यास्ट्रिक पो भयो, त्यसो भए मेक प्रो खानु त। त्यो फलानु डाक्टरले हिजो प्रिस्क्रिप्सन कति लेख्यो? टार्गेट त पुऱ्याउनु पर्छ है बाबु, यस्तरी हुँदैन। अनि महिनामा एकचोटि चाहिँ म्यानेजर साहब हाम्रो काममा सँगै हिँड्नुहुन्छ, त्यसलाई हामी फुल वर्किङ भन्छौँ। मलाई त कस्तो लाग्छ भने म्यानेजर साहब मसँगै हुँदाखेरि मसँग यात्रा पनि सँगसँगै आउनु हुँदैछ नि त, कस्तो फिल हुन्छ। म्यानेजर र म छु डक्टरको चम्बरमा छिरेँ। अब सुन्नु, म्यानेजरले डक्टरसँग एकदम मस्तले ठुलो कुरा गर्नुहुन्छ भित्र च्याम्बरमा। कुरा सकिन्छ, बाहिर आउँछौँ। लक्किली डक्टर राम्रो मुडमा हुनुहुन्थ्यो, डक्टरले प्रिस्क्रिप्सन लेखिदियो भनेपछि त मजा। बाहिर भन्छ, देखो भूपेन्द्र, यसलाई भन्छ रिलेसन, मेरो फेसले लेखिदिएको हो। एकदम कदाची डक्टर खराब मुडमा थियो, डक्टरलाई रिस उठेको थियो भने बाहिर निस्केपछि ल सुरु भयो। तिमीलाई त डक्टरसँग रिलेसन बनाउनै आउँदैन, कन्भिन्सै गर्न सक्दैनौ, तिम्रो त रिलेसन पाएरै छैन। ए सक्सेस भएपछि तपाईँको जादु, फेल भएपछि मेरो गल्ती। वाह रे वाह, क्या गजबको युटर्न लिनुभएको छ हो। अब यो म्यानेजरको कुरा छोडौँ। अनि हाम्रो अफिसको भित्र पनि एउटा अचम्मको नियम छ, जुन म्यानेजमेन्टसँग त थाहै छैन होला। अस्ति भर्खरै एउटा प्रिय दिदी त नभनौँ, हाम्रो कम्पनीको सबैभन्दा प्रिय म्यामले बोलाउनु भयो, भन्नुभयो तिमीहरू जतिसुकै सिनियर हो, जुनसुकै कम्पनीमा काम गरेर आओस्, तर यो कम्पनीमा म तिमीहरूभन्दा पहिले आइगयो हो, त्यही भएर मलाई दिनै भन्नुपर्छ। एकछिन त सोचेँ, गएर विचार गरेँ, हुन पनि हो, हाम्रो फार्मेसी लाइनको नियमै हो कि एक्सपायरी हुन लागेको हो सेटलाई हामीले सुरुमा टल्काएर राख्नुपर्छ। जुन नयाँ फ्रेस स्टक हुन्छ त्यसलाई त सबभन्दा पछाडि राख्नुपर्छ। फर्स्ट इन फर्स्ट आउटको सर्भिस त हुनै पर्यो। अनि सोचेँ ठिकै हो, त्यसो भए मैले अबदेखि पुरानो स्टक सम्झेर उहाँलाई सम्मान गर्नुपर्छ, बरु प्रणाम गर्नुपर्छ र दुई भन्नुपर्छ भन्छु। ल जे जसो जेसुकै होस्, चाहे टार्गेटको प्रेसर होस्, चाहे स्टकवाला रुल होस्, हामीले भोलिपल्ट बिहान उठेर जानै पर्छ, टाइसुट लगाएर भन्नै पर्छ, गुड मर्निङ डाक्टर, सपोर्ट गर्नु होला। धन्यवाद। र अब अन्तिममा म एउटा सायरी भनेर आफ्नो पर्फर्मेन्स क्लोज गर्न चाहन्छु। फुल त धेरै छन् तर गुलाब नै मनपर्छ, फुल त धेरै छन् तर गुलाब नै मनपर्छ, कम्पनी त धेरै छन् तर मलाई म्याग्नस फार्मा नै मनपर्छ।